मन छ के गरेको तिमी सफा गरिरहेको तिमीलाई धुलोसँग एलर्जी छ भने हैन के भयो त अनि एलर्जी भएको मान्छे यस्तो काम गर्नु दिँदैन त्यसले म गर्छु पर्दैन म गर्छु के म गर्छु देऊ यहाँ देऊ पर्दैन ल्याऊ के ल्याऊ तिमीलाई गाह्रो हुन्छ अहिले तपाईँ यस्तै गरेर अनि अरूले के भन्छ तपाईँलाई के भन्छ जोइ तिमीले के भनेर भन्छ अब भन्नुहोस् न के फरक पर्छ र हौ अब बुढीले माया गर्दैमा जोइ टिक्नु हुन्छ नि भन्नुहोस् मलाई मन परेन नि त मेरो आफ्नो बुढी छ त्यही भएर तिमीले जेलसले भने क्या जेलसी मुलाको कामै छ निनको जेलसले भने छौ तिमी यसो गर सफाइ गर्ने काम मेरो हो तिमी सजाउनु भएन मजाले सजावट गर तिमी आनन्दले हुन्छ ल ल धन्यवाद ल आउँछु म ल हस् कहाँ आउँछु ए दिले निम्तो दिन्छ क्या भाइ टिकाको अनि भाइ टिका गर्नलाई किन निम्तो हाम्रोमा त निम्तो दिन्छ अनि त्यसपछि हामी दिदीकोमा टिका लाउँछौँ दिदीकोमा अब कहिले दिदी भाइ पनि हुनसक्छ तर हामी चाहिँ दिदीकोमा लाउँछौँ क्या जहिले नि दिदीकोमा पो जाने हो तपाईँ ए तर हाम्रोमा त दिदीहरू नै जान्छ भाइहरूकोमा तिम्रो भाइकोमा जानुपर्ने हो त्यही गएर मण्डप बनाएर सबै त्यस्तो निम्तो चाहिँ दिनु पर्दैन भाइकोमा चाहिँ गएर गर्ने हो ए झन् फर्स्ट बिहे पछिको फर्स्ट भाइटिका हो नि त सबै सामानहरू लिएर जानुपर्छ फेरि सामान लिएर जानु चाहिँ हेल्प चाहिन्छ होला नि मलाई फेरि बोकेर लगिदिनु तिमीलाई पनि सामानलाई नि बोकेर लगिदिनु ल हुन्छ सबै सामान प्याक गरे सबै भयो अलिअलि बाँकी छ मिलाउन अन्त मैले ल्याएको थिएँ नि सप्तरङ्गी टिका त्यो राखेँ नै त्यो पर्दैन हाम्रोमा टिका दही र चामल भइ पुग्छ नेवारको लाउँदैन सप्तरङ्गी टिका लाउँदैन नि ए हो र योपालि मायालाई के गिफ्ट दिने त्यही लुगा गिफ्ट दिनु पर्ला होइन जहिले लुगा दिने र बरु यस्तो गरौँ टिभीएसको स्कुटर चाहिँ गिफ्ट दिइदिउँ उहाँ जहिले पनि गाडीमा जानुपर्छ गाह्रो बेकारमा बरु स्कुटर भयो भने सजिलो हुन्छ टिभीएस के त अस्ति के त हामीहरू गएको थियो नि टिभीएसको iQube 3.0 लन्च भएको के त त्यसमा के थियो अरे मैले त बिर्सेँ यसमा ब्याट्री मोटर अनि एमसियुको 5 इयर्स वारेन्टी के त यस्तो वारेन्टी चाहिँ टिभीएसले मात्रै दिइरहेछ 3,24,900 को स्कुटी होइन 3,14,900 मा पाइरहेको छ रियल वर्ल्ड रेन्ज पनि 100 किलोमिटर्सको थियो यही लिउँ यही स्कुटर लिउँ अनि तपाईँ पनि टिभीएसको स्कुटर किन्नुहोस् र मेरो कोड NISKAR युज गर्नुहोस् र 50,000सम्म क्यासब्याक पाउने मौका पाउनुहोस् र #TVS iQ युज गर्नुहोस् र इलेक्ट्रिक स्कुटरको बारेमा के तपाईँले मन पर्यो त्यो कमेन्टमा लेखिदिनुहोस्